यो हाम्रो सगरमाथा नर्सरीमा लागेको स्याउ अन्न प्रजाति है गाइज। यस्तो मजाले लागेको छ हेर्नुहोस्। तर हामीले यो वर्ष कम राखेका छौँ है फल, किनकि हामीले साइन झिक्नु थियो धेरै, त्यही भएर कम फल राखेका छौँ। त्यही पनि छ एउटा रुखमा लगभग कसैमा 8वटा कसैमा 10वटा छन् हामीले राखेका। यत्र हुन बित्तिकै चोरेर खाइदिन्छ, चोरुनले बर्बाद छ। यो काँचै स्याउ खाइदिनु लाग्यो मान्छेहरूले। ल गाइज हेर्नुहोस् हाम्रो सगरमाथा नर्सरीमा यो आरु पोखरा है गाइज, आरु पोखरा यो सगरमाथा नर्सरीमा यो ग्रीन गेज भन्ने हो आरु पोखरा। यसको अब टेस्ट गरौँला कस्तो हुन्छ यो। सरी है, ग्रीन गेज है ए ग्रीन गेज देख्न सक्नुहुन्छ हजुरले। हेर्नुहोस् है स्याउ यस्तो तरिकाले फल्दैछ, फल्या छ स्याउ हाम्रो। हेर्नुहोस् यो तरिकाले है गाइज सगरमाथा नर्सरीमा है स्याउहरू फलेको है गाइज। अनि यो हाम्रो ट्रिपल वानको अस्ति देखाइसकेको थिएँ। यो हाम्रो M9337 को बिरुवाहरू लागेको है गाइज। यो तरिकाले हाम्रो M9337 मा फ्युजी प्रजातिहरू, गाला फ्युजी सबै लागेको छ गाइज। हेर्नुहोस् यो फ्युजी पनि छ अनि गाला पनि छ है गाइज। स्याउको बिरुवाहरू उम्रिएको है गाइज। हेर्नुहोस् यो झलल उम्रिएको छ है गाइज। यो सब हाम्रो स्याउको बिरुवा हुन्। हेर्नुहोस् यो अब ग्रो गर्ने सुरु गरिसकेको छ। हेर्नुहोस् गाइज, हेर्नुहोस् गाइज हाम्रो स्याउको बिरुवा मजाले उम्रिएको छ है गाइज। यस्तो उम्रिएको छ, कहीँ उम्रिँदैछ कहीँ उम्रिसकेको छ यस्तो है गाइज। तर फेरि हाम्रो M9 को लेयरिङ गरेको है, M9337 को हो यो। यस्तो लेयरिङ गरेको छ हामीले। त्यसै गरी यो देख्न सक्नुहुन्छ हाम्रो 111 को फेरि यता छ है। र यो 111 को ब्लक हो यो। हेर्नुहोस् यो 111 को ब्लक है हाम्रो गाइज है। यसरी यो यसरी पुऱ्याएको छ गाइज। हेर्नुहोस् यस्तो तरिकाले झलमल भएको छ है गाइज। त्यसै गरी हाम्रो हेर्नुहोस् है यो जापानी फल हेलुवा बेदको जापानी फल हलुवा बेदको नर्सरी हो। यस्तो नै उम्रिएको छ पालुवाहरू। अब यसमा हामीले ग्राफ्टिङ गर्नेछौँ। केही ग्राफ्टिङ गरेको पनि छ हाम्रोमा यो वर्ष बेच्नको लागि। यो चाहिँ अर्को वर्ष पाउनुहुन्छ यसको। यो वर्ष पनि छ हाम्रोमा है गाइज है। यो आउने मङ्सिरमा पाउनुहुन्छ हलुवा बेदको बिरुवाहरू है गाइज। यो हेर्न सक्नुहुन्छ हजुरहरूले यसरी मजाले उम्रिएको छ है गाइज। यो जापानी फल हलुवा बेद फ्यु प्रजाति ग्राफ्टिङ हुन्छ यसमा। अनि एउटा अरू नयाँ प्रजातिमा आएको छ त्यो पनि हामीले ग्राफ्ट गर्नेछौँ।